नमस्कार साथीहरू, स्वागत छ तपाईँलाई सरना सेट प्लान युट्युब च्यानलमा। आज मिति 2082 फागुनको 13 गते बुधबार गोरखापत्रले राख्ने लोकसेवाको वस्तुगत प्रश्नोत्तर चाहिँ मैले हजुरहरूको सामु ल्याएको छु। आशा छ हजुर लोकसेवाको तयारी गर्दै हुनुहुन्छ भने यसले केही हेल्प हुन्छ। मैले चाहिँ हजुरहरूलाई यो गोरखापत्रमा आज सोधेको प्रश्नहरू चाहिँ जस्ताको तस्तै नै हजुरसम्म चाहिँ यहाँ ल्याएको छु। प्रश्न नम्बर 1 मा रहेको छ, 25औं संस्करणको शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहिले र कहाँ सम्पन्न भएको हो भनेको छ। यसको सही उत्तर रहेको छ सन् 2026 फेब्रुअरी 6 देखि 22 मिलान कोर्टिना इटालीमा भएको थियो। यसको मेन्टु भनेको चाहिँ इट्स योर वाइफ छ। त्यस्तै सहभागी राष्ट्र 92 थियो। प्रथम चाहिँ नर्वेको भएको थियो। यसले चाहिँ 18 स्वर्ण, 12 रजत र 11 काँस्य गरी 41 वटा पदक चाहिँ हासिल गर्न सफल भयो। त्यस्तै द्वितीय चाहिँ अमेरिका भएको थियो, जसमा 12 वटा स्वर्ण, 12 रजत र 9 काँस्य गरी 33 पदक जित्न सफल भएको थियो। त्यस्तै तृतीय चाहिँ नेदरल्यान्ड्स भएको थियो, जसमा 10 स्वर्ण, 7 रजत र 3 काँस्य गरी 20 पदक चाहिँ हासिल गर्नुभएको थियो। यसमा चाहिँ पदक तालिका चाहिँ यहाँ प्रमुख 15 राष्ट्रहरू दिएको छ। क्रमशःसँग हजुरहरूले यसलाई चाहिँ नोट डाउन गर्न पनि सक्नुहुन्छ अथवा स्क्रिनसट लिन पनि सक्नुहुन्छ र भिडियो पज गरेर हेर्न पनि सक्नुहुन्छ। सबैभन्दा पहिलो चाहिँ अब प्रथम हुने चाहिँ नर्वे भइहाल्यो, त्यसपछि अमेरिका अनि नेदरल्यान्ड्स। यहाँ चाहिँ स्वर्ण, रजत र काँस्य र जम्मा यसरी दिएको छ। त्यस्तै अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 2। प्रश्न नम्बर 2 मा चाहिँ अभियान रत्न सम्मान 2082 बाट सम्मानित हुने कलाकार को हुन् भनेको छ। यसमा चाहिँ ख्याति प्राप्त अभिनेता स्वर्गीय सुनिल थापा चाहिँ हुनुहुन्छ। उहाँ चाहिँ यो अभियान रत्न सम्मान 2082 बाट चाहिँ सम्मानित हुनुभएको थियो। नेपाल फिल्म सोसाइटी अभियान र ग्लोबल नेपाल फिल्म अवार्ड LLC को संयुक्त बैठकले अभिनेता थापालाई मरणोपरान्तको अवार्डबाट सम्मानित गर्ने निर्णय गरेको हो। त्यस्तै यो चाहिँ हजुरहरूले यो भिडियोलाई पज गरेर हेर्नुहुन्छ। र प्रश्न नम्बर 3 मा रहेको छ, सरकारले 50 करोड रुपियाँ माथिको विदेशी लगानी पनि अब स्वचालित मार्गबाट नै गर्न सकिने गरी नयाँ नियम कहिले ल्याएको हो छ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 फागुनको 4 गते। यो चाहिँ राजपत्रमा प्रकाशित थियो। सरकारले विदेशी लगानी स्वीकृतिका लागि यसअघि रहेको 50 करोड रुपियाँसम्मको सीमा घटाएर जतिसुकै ठूलो पुँजीको लगानी पनि स्वचालित मार्ग अथवा अनलाइनबाटै स्वीकृत गर्न सकिने व्यवस्था गरेको छ। अनलाइन प्रणालीबाट प्राप्त हुने स्वीकृति पत्रकै आधारमा कम्पनी भ्याट तथा प्यान दर्ता प्रक्रिया सहज हुनेछ, जसले गर्दा लगानी प्रस्तावका लागि मात्र उद्योग विभाग धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। त्यस्तै 2081 वैशाखदेखि चाहिँ लागू भएको यस स्वचालित प्रणाली मार्फत आर्थिक वर्ष 2082-83 को माघसम्म चाहिँ 942 वटा परियोजनामा 2 अर्ब 34 करोड रुपियाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आइसकेको र पर्यटन लगायत अन्य उद्योगका लागि विदेशी लगानीको न्यूनतम सीमा 2 करोड रुपियाँ यथावत राखिएको छ। तर सूचना तथा प्रविधिको उद्योगको हकमा भने कुनै न्यूनतम सीमा तोकिएको छैन। त्यस्तै अर्को प्रश्न रहेको छ प्रश्न नम्बर 4 मा युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार 2026 कसलाई प्रदान गरिएको हो भनेको छ। यो चाहिँ नृपेन्द्रलाल श्रेष्ठलाई। र यो भारतको नयाँ दिल्ली स्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया च्याप्टरद्वारा श्रेष्ठलाई सु पुरस्कार प्रदान गरिएको हो। श्रेष्ठसँगै भारतका शशि भूषण कुमारलाई पनि सम्मानित गरिएको छ। त्यस्तै प्रश्न नम्बर 5 मा दक्षिण एसियाली मुलुक बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्न सफल राजनीतिज्ञ को हुन् भनेको छ। यसको सही उत्तर रहेको छ तारिक रहमान। सन् 2026 फेब्रुअरी 17 मा
बङ्गलादेश राष्ट्रिय पार्टी अध्यक्ष तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्री बनेका हुन्। उनले चाहिँ राष्ट्रपति मोहम्मद शाहाबुद्दिनद्वारा संसद भवनमा पद तथा गोपनीयताको शपथ लिएका छन्। त्यो चाहिँ हजुरहरूले यो भिडियोलाई पज गरेर यो बाँकी चाहिँ हेर्न सक्नुहुन्छ यसको। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ, विश्व म्याराथन च्यालेन्ज अन्तर्गत 7 महादेशमा 7 दिन लगातार सञ्चालन भएको 7वटा म्याराथनमा नेपाली पोसाक दोब्रा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् भनेको छ। यसको सही उत्तर रहेको छ बाल जोशी, नेपाली मूलका अमेरिकी धावक। यो चाहिँ सन् 2026 जनवरी 31मा अन्टार्कटिकाबाट सुरु भएको म्याराथन फेब्रुअरी 6 मा अमेरिकाको मायामीमा सम्पन्न भएको थियो। र प्रश्न नम्बर 7 मा एआई इम्प्याक्ट समिट 2026 को आयोजना कहाँ गरियो? यसको सही उत्तर रहेको छ नयाँ दिल्ली, भारतमा सन् 2026 फेब्रुअरी 16 देखि 21 मा चाहिँ यो आयोजना गरिएको। अमेरिका, चीन, रुस र युरोपेली संघ लगायत 88 वटा देश र संस्थाद्वारा ऐतिहासिक नयाँ दिल्ली डिक्लेरेसन अन एआई इम्प्याक्टमा हस्ताक्षर भएको भनेको छ। यो चाहिँ अब प्रश्न नम्बर 8 मा देश र महादेशको नाम एउटै भएको देश कुन हो भनेको छ। यो त अस्ट्रेलिया हो। एउटा मात्र देश र एउटा मात्र महादेश भनेर पनि अस्ट्रेलियालाई चिनिन्छ। त्यस्तै प्रश्न नम्बर 9 मा नेपाली साहित्यमा आँसु कविको उपाधिबाट कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ शम्भु प्रसाद ढुङ्गेल। त्यस्तै प्रश्न नम्बर 10 अर्थ मन्त्रालयद्वारा विक्रम सम्वत 2082 माघ 27 मा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 मा मुलुकको आर्थिक वृद्धि कति हुने संशोधित अनुमान रहेको छ? यसको चाहिँ 3.5% चाहिँ अनुमान रहेको छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत कुल राष्ट्र उत्पादनको वार्षिक वृद्धि दर चाहिँ 6% हुने अनुमान गरेको छ। त्यस्तै अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेट आकार घटाएसँगै आर्थिक वृद्धिको लक्ष्य पनि संशोधित गरेको छ। गत आर्थिक वर्षमा चाहिँ वृद्धि दर हाम्रो 4.6% रहेको थियो। त्यस्तै चालु आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्ब रुपियाँको बजेट विनियोजन गरेको थियो। अर्थ मन्त्रालयले 19 खर्बको बजेटलाई 16 खर्ब 18 अर्ब रुपियाँमा झारेको छ। प्रश्न नम्बर 11 मा प्राचीन कालमा चोभारलाई कच्छपालगिरी भनी चिनिन्थ्यो भने सागुनारायण मन्दिर क्षेत्रलाई के भनिन्थ्यो भनेको छ। यसको उत्तर छ दोलागिरी अथवा दोलाद्रीगिरी। त्यस्तै प्रश्न नम्बर 12 अरब राष्ट्रबीच आर्थिक, राजनीतिक तथा सामाजिक सम्बन्ध विकास गर्ने उद्देश्यसहित अरब लीगको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 1945 मार्च 22 मा। यसको प्रधान कार्यालय चाहिँ कायरो, इजिप्टमा रहेको छ। त्यस्तै प्रश्न नम्बर 13 मा कोशी प्रदेश सरकारद्वारा लगानी सम्मेलनको आयोजना कहिले गरियो? सही उत्तर रहेको छ विक्रम सम्वत 2082 वैशाख 18 देखि 19 गतेसम्म। यो सम्मेलनमा चाहिँ कोशी फोरवे, बरा क्षेत्र केबलकार, ग्रिन हाइड्रोजन लगायत 71 परियोजनाहरू प्रस्तुत गरिएको छ र 51 परियोजनामा समझदारी पत्रमा चाहिँ हस्ताक्षर भएको छ। त्यस्तै यो चाहिँ हजुरहरूले औद्योगिक उत्पादन क्षेत्रमा चाहिँ 42.49% र पूर्वाधार तथा शहरी विकास क्षेत्रमा 39.13% लगानी प्रतिबद्धता आएको छ। प्रश्न नम्बर 14 मा न्युबिज बिजनेस वुमेन समिट एन्ड अवार्ड 2026 मा लाइफ टाइम अचिभमेन्ट इन वुमेन एन्टरप्रेन्योरसिपबाट चाहिँ सम्मानित हुने महिला उद्यमी को हुन् भनेको छ। यो चाहिँ कमला श्रेष्ठ हो, नेपालकै प्रथम ब्युटिसियन। त्यस्तै स्पेसल रिकग्निसन फर कन्ट्रिब्युसन अन वुमेन
इन्टरप्रेन्योरसिपबाट शान्ति चड्डा तथा संस्थापक अध्यक्ष महिला उद्यमी महासङ्घ नेपाल पुरस्कृत भएकी छन्। अनि कार्यक्रममा विभिन्न 7 विधामा 13 जना महिला उद्यमी सम्मानित भएका छन्। त्यसै अब प्रश्न नम्बर 15 मा 20औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन 2082 फागुनको उपाधि चाहिँ कसले जितेका छन् भन्दा चाहिँ जुलियस मुर्युकी बोमन। यो मैले प्रश्नसँग उच्चारण गर्दा मिस्टेक गरेँ। त्यस्तै यसको चाहिँ पुरस्कार राशि भनेको चाहिँ 4 लाख रुपियाँ रहेको थियो र द्वितीय पुरस्कार गजेन्द्र राई पुरस्कार राशि चाहिँ 2 लाख रुपियाँ रहेको थियो। तृतीय हरिकुमार रिमाल, यो पुरस्कार राशि चाहिँ 1 लाख रुपियाँ थियो। निर्धारित दूरी चाहिँ 42.195 किलोमिटर रहेको थियो। त्यसै प्रश्न नम्बर 16 मा आइसिसी 20 विश्वकप क्रिकेटमा शतक प्रहार गर्ने विश्वकै कान्छा खेलाडी को बनेका हुन् भन्दा युवराज समरा, जुन क्यानाडाका थिए। उमेर चाहिँ 19 वर्ष 141 दिन। त्यस्तै उनी चाहिँ 10औं संस्करणको आइसिसी T20 विश्वकप क्रिकेटमा समराले चाहिँ न्युजिल्यान्ड विरुद्ध 110 रनको शतकी इनिङ्स खेलेका छन्। त्यस्तै प्रश्न नम्बर 17 मा भारतद्वारा पशुपतिनाथ वैद्यनाथ हाई स्पिड कोरिडोर बनाउने घोषणा कहिले गरिएको हो भनेको छ। यो सन् 2026 फेब्रुअरी 10 मा पशुपतिनाथ र झारखण्ड स्थित वैद्यनाथ मन्दिर जोड्ने सो मार्गलाई लम्बाइ 250 किलोमिटर हुनेछ भनेको छ यो चाहिँ। र प्रश्न नम्बर 18 मा नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक पत्रिका गोरखापत्र कहिलेदेखि दैनिक रूपमा प्रकाशित हुन थालेको हो। त्यस्तै विक्रम सम्वत 2017 फागुनको 7 गते र अर्धसाप्ताहिक प्रकाशन आरम्भ भनेको चाहिँ विक्रम सम्वत 2000 असोजको 29 गते मङ्गलबार र शुक्रबार चाहिँ गरिन्थ्यो। र अर्को सातामा 3 पटक प्रकाशन गर्ने आरम्भ भनेको चाहिँ विक्रम सम्वत 2003 पुसको 8 गते भएको थियो। र प्रश्न नम्बर 19 मा नेपाली आकाशमा 6 वटा ग्रह एकसाथ कहिले देखिन्छ? यो चाहिँ विक्रम सम्वत 2081 माघको 14 गते, सन् 2025 जनवरी 27 मा। यो नेपाली आकाशमा 6 वटा ग्रह चाहिँ एकैसाथ कहिले देखिए भनेको चाहिँ हाम्रो 81 माघको 14 गते र एडीमा भन्दा चाहिँ 2025 जनवरी 27 मा नेपाली आकाशमा 6 वटा ग्रह एउटै लाइनमा लस्करै देखिएका थिए। त्यस्तै प्रश्न नम्बर 20 मा नेपाल र भारत बीच फौजदारी विषयमा पारस्परिक कानुन सहायता सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो? विक्रम सम्वत 2082 फागुनको 6 गते भएको थियो। भारतसँग पहिलो पटक पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर भएको हो। यस सम्झौताले अन्तर्देशीय अपराधको संयुक्त अनुसन्धानदेखि एक अर्का देशबाट प्रमाण आदान प्रदानको बाटो खुल्ने जनाइएको छ। त्यस्तै सम्झौताका लागि चाहिँ विक्रम सम्वत 2082 असोज 30 मा बसेको मन्त्री परिषद बैठकद्वारा स्वीकृति प्रदान गरिएको थियो। र यो गोरखापत्रको यो आजको चाहिँ प्रस्तुतकर्ता हुनुभएको थियो टङ्क केसी। हजुरलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नबिर्सिनु होला। धन्यवाद।